हिजोकै साथीहरू यहाँको मान्छेहरूले मलाई सोध्दै थियो के अनि हर्क साम्पाङ कस्तो मान्छे हो भनेर। अनि मैले भने ऊ मेयर हो, धरानको उपमहानगरपालिकाको मेयर हो र यहाँको भाषाले भन्दा दातुक बान्डार भन्नु चाहिँ मलाई भाषामा दातुक बान्डार हो भन्दा। अनि उनीहरू थप्प गऱ्यो। अनि त्यो त धेरै राम्रो मान्छे छ त भनेर भने। खोइ अब हामी यहाँ छौँ के कस्तो हो, अहिले काम राम्रै गरेर देखिन्छ। उनीहरूले भन्यो ओके युवराङ भने। तर नेपालीले उसलाई चिन्न सकेको छैन आज पनि हर्क साम्पाङ कस्तो छ। अरू ठिक छैन तिमीहरूको नेताहरू मन्त्रीहरू। रवि लामेछाने पनि ले पैसा झिकेर जेलमा छ अरे भनेर भन्दैछु मलाई। कसरी थाहा भयो उनीहरूलाई है। बालेन शाह पनि नओके, सुशीला कार्की नओके भन्दैछु। अहिलेको सरकार पनि तिमीहरूको राम्रो छैन भन्दैछ कि यहाँको मान्छेहरूले। हर्क साम्पाङ ओके मैले हर्क साम्पाङलाई प्राइम मिनिस्टर बनाऊ, मन्त्री बनाऊ, अनि तिमीहरूको नेपाल राम्रो हुन्छ आजै भनेर भन्दै। यहाँको मान्छेले चिन्यो भने नेपालले चिन्नु सक्दैन हर्क साम्पाङलाई। कस्तो खालको नेपाली, नेपालीको बुद्धि छ है। भोलाउदो यही छ। र अब पालो हर्क साम्पाङकै जस्तो पनि लाग्दैछ नेपालमा यसो हेर्दाखेरिमा। कामहरू पनि गरिरहेछ, गर्छ, सङ्गठन पनि राम्रो राम्रो गरी गएको छ। भोट चाहिँ अब हर्क साम्पाङलाई दिनुपर्छ है। म त हर्क साम्पाङलाई दिने अब भोट माटोमा। जेसुकैले जे भने पनि अरूलाई धेरै वर्ष हेरियो होइन। नेपाली काङ्ग्रेस 2007 सालबाट आएको, 2007 सालबाट अहिले 2082 साल भइसक्यो। कति वर्षबाट नेपाली काङ्ग्रेसले शासन चलाउँदै आएको, के गर्यो। एमाले 2046बाट सुरु गरेको काम गर्नु र एमाले 2046-47देखि सुरु गरेर थोरै आशा चाहिँ देखाएकै हो एमाले। किनकि बिरुवा भत्ता, अपाङ्ग भत्ता अनि गाविसमा पैसा दिनु थालेको त्यो एमालेकै सरकार 9 महिने सरकार हुँदाखेरि। मनमोहन अधिकारी न को थियो त्यतिखेर 9 महिने सरकार चलाउँदा होइन। यो खानेपानीको पाइपहरू त्यहीँबाट दिनु थालेको है एमाले। त्यहीँ थोरै आशा देखाएको एमाले त्यहीँबाट। अनि त्यसपछि व्यक्ति राम्रो, पार्टी भन्ने व्यक्ति राम्रो। जब 9 महिने सरकार त्यति चल्दाखेरिमा स्कुलमा छात्राहरूको लागि आयो छात्रवृत्ति के भन्छ त्यो दिने एमालेकै सरकारबाट भएको है। त्यसपछि अहिले आएर माधव र केपी ओली ल्याएपछि न अहिले नेपाल अलिक बदनाम हुँदै गएको एमालेहरू। यिनीहरूले अब भ्रष्टाचारहरू के गरे के जति राम्रो चलाउन सकेन होइन। जस्तै माओवादी आयो, 63 पछि माओवादी आयो, डाडाङ्ग्रा डुडुङ बडाङ्ग्रा बुडुङ मारे, थर्काए के गरे। आखिरमा खोइ तर्साएरै लगभग माओवादीले 2/3 लगभग ल्याएको। तर खोइ त माओवादीले देखेर 2/3 लगभग डर देखाएर पनि ल्याएको, भोट दिनु बाध्य बनाएर सिधै कुरा भन्दा है। त्यही भएको कारणले गर्दा यिनीहरू गर्न सकेन। अब भनेको हर्क साम्पाङ श्रम संस्कृति पार्टी हेरौँ। अहिले बाहिरको मान्छेले पनि हेरिरहेछ हर्क साम्पाङ ठिक छ रहेछ मान्छे भनेर भनिरहेछ। त्यही भएको कारणले हामी नेपालीले बुझ्नु जरुरी छ। यो कुरा हामीले बुझ्नै पर्छ। र तिहरू तपाईँलाई के लाग्छ?